ल हामी आज मौसम प्रतिकूल भए पनि हामी रुकुम पूर्वको चाहिँ यात्रा बवाल तरिकाले सम्म भइरहेछ है। एकदम शीतल छ तर यस्तो ठाउँको यार रोमान्टिक हामीले लिइरहेछौँ है। अब मसँग राइडिङमा चाहिँ अब चाहिँ हाम्रो राइडर कमल भट्टराई सर हुनुहुन्छ। म चाहिँ दारी भन्नुपर्छ है। रेफ चाहिँ छ त्यो ताप चाहिँ मौसम यस्तो शीतल छ तर रुकुम पूर्वमा विकास भएन भने विकास भएको यही नै हो, यसलाई नै विकास भनिन्छ। एकदम सल्लाह अझै हाम्रो यो कुहिरोहरू नलागेको भए खरकहरूमा हामीले यसरी त्यो स्वतन्त्र रूपले गाईहरू चरेको भैँसीहरू चरेको सबै देख्न पाइयो होइन। अब चाहिँ यस्तो शीतल छ, यस्तो बवाल चाहिँ होइन। बाटो पनि यस्तो राम्रो छ कि यात्रा गर्न डुराउनु पर्दैन। अब चाहिँ ढुक्क भएर आएको छ, बाटो चाहिँ एकदम राम्रो छ। प्रकृतिको भरपुर सौन्दर्यताको चाहिँ अब के भन्नु